वेलकम टू गाइस माई मिनी ब्लग हैन। आज चाहिँ हामी मितकरम डाँडा हिँडेको केटाहरूसँग। यहाँ केटाहरू यता के तो बोल्ने अब के बोल्ने अब आज चाहिँ नि आमा औसीको दिन हैन। सबै हामी हिँडेको यो चाहिँ हाम्रो घुमारीको ग्याङ टोलीहरूसँग हामी हाम्रो ग्याङहरू हिरो छन्। हामी मात्रै हो अलिकति हिरो नभएको होइन। तिमीलाई ठ्याक्क जुम गरेर हो कि भान्जो? जुम गरेर होइन, तिमीलाई मात्रै के फोकस। के भलाको तिम्रो खिचिदिने मेरो परेन। देखिने यो स्कुल निर हामी केटाहरू दुई थोरै अगाडि कुनै टाढा आउँदै स्कुल मितकरमको यो मितकरम गाउँ। फाइनली आउनु चाहिँ आयो माथि राम्रोसँग। सुट्टा ऊ छ के त्यहाँ के केटा दाइ हाम्रो एकै भलक साउ एकै भलकको केटाहरू आउँदै हुन् पछाडि। पसिने पसिने भन्ने भइहाल्यो गाइस। लास्ट टाढा 1-2 घन्टाको बाटो हो होइन भन्दैछु कि म यहाँ बुझाउँदैछु होइन। बाटोको परिस्थिति हामीले बाटामा गाइस यति औसली थियो है। कति खायो रमाइलो बजियोस्। यहाँसम्म आउँदा अब घर जाँदाको अवस्था कस्तो हुन्छ त्यो पनि देखाउनेछौँ बिचबिचमा होइन। गर्मी नै भएर यसरी टी सर्ट खोलेर बसेका छन् हाम्रो साथीहरू ग्याङहरू। अब यहाँ चाहिँ नि हामीले यसो पाउडरहरू किन्दैछौँ आफूलाई। क्रिम रोल चिकन रोल। अब यहाँ चाहिँ नि हामीले अब पाइनएप्पल खाइन्छ। झोला खाके झोला मेरो फोन त आएन। आहा होइन ए ल तँलाई देखाइ आइस होइन गाइजी। हामी चाहिँ पसिने भयो यहाँ गाइज। लास्ट गरिम भएको छ अफै त अहिले एकछिनलाई होइन। बहिनीहरू छन् अगाडि। फाइनल्ली गाइज आज पनि हामी यो झन्डा भएको ठाउँमा आइपुगिसक्यो। नेपालको राष्ट्रिय झन्डा भएको ठाउँमा। सबैजनालाई ह्याप्पी आमा औँसी सबै आमाहरूमा। आज पनि हामी यहाँ स्वर्गमा आइसक्यो। स्वर्गमा आइसक्यो है हामी स्वर्गमा गाइजहरू।
यता स्वर्गमा आउँदाखेरिमा यस्तो पनि खानुपर्छ अरे भनेर ल्याइएको छ कति क्लियर नआएको हो यार कहाँ मोटर छ र दिनु यार ल हाम्रो चाहिँ यात्रा यस्तै छ हाम्रो यात्रा यस्तै छ म देखाउने त्यहाँ बिकालेलाई अनि यो सिडी झरेको नि हेरौँ न ए ल नि त तिमी फुल झै शीतल तिमी जुन झै फाइनली गाइज हैन लाइक सब्स्क्राइब सबैजनाले लाइक धेरै म जान बित्तिकै यस्तो है ल सब्स्क्राइब पनि है मान्छे अगाडि जानुपर्छ है मायासल म होतो छु देखिनु पर्यो नि भिडियोमा बुढा पागल केटा एक घन्टा जाऊ न मोबाइल कट्दै हैन बुढा पागलको एक घन्टा मोबाइल कट्दै जाऊ के ए ल प्रकाश बुढा पागल ओए प्रकाश एक घन्टालाई मोबाइल कटा के हैन त कटा के एक घन्टालाई म हो के अगाडि एक घन्टालाई त कटा के त्यही त यहाँ कटिने हो म कटेँ के ल एक घन्टा कटाउ न सबै ग्रुपमै आऊ के अनि कालीलाई ढाका टोपी मान्छेलाई बुझ्न यति राम्रो हुन्छ जोवान कमलाई दिले बुबा सन्नानी सन्नानी जिन्दगी जम्लानी त हिरोनीहरूको इन्ट्री भयो ट्याक्क हिरोनीहरूको इन्ट्री भयो यहाँ ट्याक्क लगाएर यस्तो छ ताल बाबा बसमा है अनिल सिन्हारको बसमा हेलो गाइज अब चाहिँ हामी यहाँबाट निस्किन लागेको पानी पर्ला जस्तो मौसम भयो 13 साढे फर्किदियौँ होइन यहाँ हाम्रो ग्याङहरू फोटोसुट भइसक्यो हाम्रो पानी पनि परिसक्यो हाम्रो फोटोसुट सब भइसक्यो अब उता पनि अलिअलि हुँदैछ फोटोसुटहरू ग्याङहरू फोटोसुट हाल्दैछन् उता पनि मान्छेहरू धेरै नै आएका छन् आज मौसमले अलि साथ नदिएको कारणले गर्दा हामी अलि चाँडै नै फर्किँदैछौँ नत्र भने हाम्रो बल खेलेर जाने प्लान थियो मान्छेहरू टन्नै आएका छन् उक्लिने कि उता उक्लिने हो भयो नदेखाउ झर्ने होला नि अब त कहाँ उक्लिने हो र बलब हो बलब हो के जाति बलक बलक के जाति हो यो बलक बलक बलब हो बलब हो के बोल्नु पर्यो लाइक सब्स्क्राइब एकै बलकमा सबैजना लाइक सब्स्क्राइब गरिदिनु होला अब भेन यार त्यस्तै हो अब बोलेर मेहनत गरेर हिँड्नु हुँदैन त्यही भएर माया दया गरे छैनन् मान्छेहरूले होइन अलिकति माया दया गरिदिनु होला हाम्रो भेना भनेको घुमारीको भेना हो लिङटार 6 वार्ड नम्बर 6 घुमारी घाटको एकदम माया दया गरिदिनु होला के हो तपाईँहरूले हेर्दा नि हेर्नुहुन्न यसो लाइक कमेन्ट सेयर केही पनि छैन भयो यार उता हिँड्नु नि लाइक सब्स्क्राइब अलि यता गर ल लाइक सब्स्क्राइब यहाँ एकछिन सँगै माथि उक्लिएको के उक्लिएन बाबु जाऊ